हेलो सबैजनामा नमस्कार छ। यो मेरो अर्को भिडियोमा सबैजना स्वागत छ। यो एकदम नुवाकोटको हाइटमा रहेको जुन झोलुङ्गे पुल छ यहाँको भिडियो चाहिँ म बनाउँदैछु। यहाँले पुरा हेरेर साथ दिनु होला। अहिले चाहिँ हामी पुल माथि जाँदैछौँ। बाबु छोरो र म यता आएको बेला चाहिँ पुल माथि कस्तो देखिँदो रहेछ भनेर हेर्न जाँदैछौँ। बाबु बिस्तारै बिस्तारै हिँड। माथि जाने हो। माथि गएर फोटो खिच्ने अनि हेर्ने तलको भ्यूहरू। यो चाहिँ एकदम तल पनि पक्की पुल छ अनि माथि पनि झोलुङ्गे पुल चाहिँ रहेको छ। लिखु खोलाहरू चाहिँ ल हिँड लाज मान्नु पर्दैन। ओहो के हो यता जोडी जोडी छ नि त। जोडी छ। ल बिस्तारै हिँड्नु बिस्तारै। आहा कस्तो ठाउँ देखियो है हटारमा। माथिबाट डर पो लाग्छ त तलतिर हेर्दाखेरि। तलको खोला अनि त्यो धानबारी सर्ल पहेँलपुर छ। ओहो क्या दामी भ्यू देखिरहेको छ है। तलको पुल हेर्नुहोस् न ल कस्तो दामी देखेछ। पोज दिने हो फोटो खिच्न लगाएको। ल कुन पोज हो यो फेरि। ओहो उता साइड हेर न साइडमा हेर न। ल यता एउटा फोटो खिच्ने है। मौसम चाहिँ आज अलि राम्रै देखिएको छ। हिजो अस्ति टुवालो थियो। हो ल ठिक छ ल है। एक क्लिक ल ओके। ओहो यहाँबाट त दामी देखिन्छ। जोस् यहाँ त टिकटक बनाउनुको लागि चाहिँ एकदम भाइरल। क्या दामी देखिरहेको थियो। टोखा छ अरे सडकहरू चाहिँ माथितिरसम्म देखिरहेको छ अरेसम्म लगभग देख्छ यहाँबाट। तल खोलामा हिँडिरहनु भएको छ मान्छेहरू। यता पारी चाहिँ गडखार पर्छ। तलको नयाँ पुल अनि माथिको झोलुङ्गे हाइट पुल। यो माथि आएर हेर्नुहोस् त यस्तो दामी हुन्छ कि यहाँबाट हेर्नको लागि। पुरै चिसो हावा खाँदै। आहा गर्मी महिना यहाँ त प्याक हुन्छ त हावा खाने मानिसहरू। अहिले चाहिँ जाडो मौसमै छ। हामी चाहिँ ज्याकेटै लाएर आउनु परेको छ यस समयमा। यति नै हो। भिडियोले साथ दिनुभएकोमा धन्यवाद। अझै